इमानुएल कान्टको दर्शनअनुसार मानवले वस्तुगत वास्तविकता अर्थात् नुमेना कहिल्यै प्रत्यक्ष रूपमा जान्न सक्दैन। हामीले संसारलाई आफ्नै इन्द्रिय र मानसिक संरचना मार्फत अनुभव गर्छौं, जसलाई फेनोमिना भनिन्छ। यसको अर्थ हामीले जे वास्तविकता ठान्छौं त्यो हाम्रो अनुभूति र व्याख्याको परिणाम हो। यही दृष्टिकोणले भूराजनैतिक घटनाहरूलाई शक्ति, विचारधारा र सामाजिक संरचना बीचको सम्बन्धका रूपमा हेर्छ। अब पैसाको कुरा गरौँ। ब्याङ्किङ प्रणाली ऐतिहासिक रूपमा केहीबाट पैसा सिर्जना गर्ने अवधारणामा आधारित रह्यो। सुरुमा व्यापारीहरूले सुन राखेपछि त्यसको रसिद दिन्थे र ती रसिदहरू नै पछि मुद्राका रूपमा चल्न थाले। एउटै सुनको आधारमा धेरै रसिद जारी गरेर तिनीहरूले वास्तविक सुन नबढाई पैसाको मात्रा बढाउँथे। यही प्रक्रियाबाट आधुनिक केन्द्रीय ब्याङ्किङ प्रणाली विकसित भयो। यस दृष्टिकोण अनुसार शक्तिशाली वर्गले मानिसहरूलाई पैसा दुर्लभ छ भन्ने विश्वास दिलाउँछ, जबकि ब्याङ्कहरूले आवश्यकता अनुसार नयाँ पैसा सिर्जना गर्न सक्छन्। यदि सबैले यो प्रणाली पूर्ण रूपमा बुझ्ने भए मानिसहरूको काम र अर्थतन्त्रप्रतिको दृष्टिकोण नै बदलिन सक्थ्यो। त्यसैले कृत्रिम अभाव, आर्थिक सङ्कट र युद्ध जस्ता अवस्थाहरूले मानिसलाई निरन्तर श्रममा बाँधेर राख्ने काम गर्छन्, किनभने अन्ततः वास्तविक मूल्य मानव श्रमबाटै उत्पन्न हुन्छ। खुसीको अवधारणा पनि समयसँगै बदलिएको छ। परम्परागत समाजहरूमा खुसीको अर्थ सामूहिक कल्याण, समुदायसँगको सम्बन्ध र साझा अनुभवमा आधारित थियो। तर आधुनिक शिक्षा र मिडियाले व्यक्तिगत सफलता, धन, प्रेम र स्वतन्त्रतालाई खुसीको केन्द्रमा राखिदियो। यसले व्यक्तिवादलाई बढावा दियो र मानिसलाई समाजबाट अलग बनायो। परिणामस्वरूप धेरै मानिसहरू मेरो समस्या मैले एक्लै समाधान गर्नुपर्छ भन्ने मानसिकतामा पुग्छन्, जसले सामूहिक एकता कमजोर बनाउँछ। विश्वदृष्टि भन्नाले संसारलाई हेर्ने दृष्टिकोण बुझिन्छ। प्राचीन समयमा धेरै समाज बहुदेववादी थिए। मानिसहरू विश्वास गर्थे कि जीवन देवता, भाग्य र अदृश्य शक्तिहरूद्वारा प्रभावित हुन्छ। ती देवताहरू पूर्ण रूपमा नैतिक थिएनन्, तर मानिसहरूलाई एउटा गहिरो प्रेरणा दिन्थे। भोलि के हुन्छ थाहा छैन, त्यसैले आजलाई पूर्ण रूपमा जिउँ। ग्रीक भाषामा यसलाई युडाइमोनिया भनिन्थ्यो, जसको अर्थ हो आफ्नो पूर्ण क्षमता प्रकट गर्दै फस्टाउनु। तर आधुनिक युगमा विज्ञान, मनोविज्ञान र जीव विज्ञानले नयाँ दृष्टिकोण प्रस्तुत गरे। यी क्षेत्रहरूले मानिसलाई डीएनए, स्नायु प्रणाली र वातावरणको उत्पादनका रूपमा व्याख्या गर्न थाले। यसले तिमी आफ्नो भविष्य आफै बनाउन सक्छौ भन्ने धारणा दियो। तर आलोचनात्मक दृष्टिले हेर्दा यसले मानिसलाई आफ्नै स्वाभाविक समाधानभन्दा बाह्य अधिकारप्रति निर्भर बनाउने काम पनि गर्न सक्छ। उदाहरणका लागि, दुःख वा तनावको अवस्थामा प्रकृतिमा समय बिताउने, साथीभाइसँग कुरा गर्ने वा आराम गर्ने साधारण उपाय उपयोगी हुन सक्छन्। तर आधुनिक प्रणालीले प्राय मानिसलाई तुरुन्त विशेषज्ञ, औषधि वा संस्थागत समाधानतर्फ धकेल्छ। यसरी मानिस क्रमशः आफ्नै आत्मनिर्भर क्षमताबाट टाढा जान सक्छ। स्कुल प्रणालीलाई पनि केही विचारकहरूले सामाजिक नियन्त्रणको माध्यमका रूपमा हेर्छन्। स्पार्टा, एटेक र प्रसिया जस्ता युद्ध केन्द्रित समाजहरूले अनिवार्य सार्वजनिक शिक्षा लागू गरेका थिए। आलोचकहरूको दाबी अनुसार यसको उद्देश्य केवल शिक्षा दिनु मात्र होइन, बालबालिकालाई सानैदेखि संस्थागत अनुशासनमा ढाल्नु पनि थियो। जब बालबालिका परिवारबाट अलग वातावरणमा लामो समय बिताउँछन्, उनीहरूको सोच र व्यवहारलाई राज्य वा संस्थाले सजिलै आकार दिन सक्छ। आधुनिक राष्ट्र राज्यहरूले साझा भाषा, साझा इतिहास र साझा राष्ट्रिय पहिचान निर्माण गर्न यही प्रणाली प्रयोग गरे। यसरी राष्ट्र भन्ने अवधारणा मानिसहरूको चेतनामा स्थापित गरियो। शिक्षासँग सम्बन्धित अर्को बहस डिग्री र वास्तविक सिप बीचको अन्तर हो। उदाहरणका लागि, एउटा व्यक्तिसँग प्रतिष्ठित विश्वविद्यालयको डिग्री हुन सक्छ, तर व्यावहारिक अनुभव नहुन सक्छ। अर्कोतर्फ, वर्षौंसम्म अनुभवी व्यक्तिसँग प्रत्यक्ष रूपमा काम गर्ने व्यक्तिले वास्तविक सिप गहिरोसँग सिक्न सक्छ। तर आधुनिक प्रणालीले प्राय डिग्री र संस्थाको नामलाई नै बुद्धिमत्ता र सफलताको मापन बनाउँछ। यसले कोही जन्मजात स्मार्ट हुन्छन्, कोही हुँदैनन् भन्ने धारणा बलियो बनाउँछ, जसले सामाजिक विभाजनलाई कायम राख्न सक्छ। प्राचीन ग्रीक साहित्य जस्तै होमर, इलियड र इडिपसले जीवनमा भाग्यको प्रभाव स्वीकारे पनि मानिसलाई आफ्नो वर्तमान क्षण पूर्ण रूपमा बाँच्न प्रेरित गर्छ। आजलाई पूर्ण रूपमा जिउँ, आफ्नो उत्कृष्ट क्षमता प्रकट गर भन्ने विचार त्यहाँ केन्द्रमा छ।
आलोचकहरूका अनुसार आजको समाजमा भिडियो गेम, अश्लील सामग्री र क्षणिक मनोरञ्जनले मानिसलाई वास्तविक जीवनबाट विचलित गरिरहेको छ। प्राचीन ग्रीकहरूको युडाइमोनियाको आदर्शको सट्टा आधुनिक समाज तत्कालिक सुखतर्फ आकर्षित भएको देखिन्छ। अन्ततः पैसा, व्यक्तिवाद र राष्ट्र-राज्य जस्ता अवधारणाहरूलाई केही विचारकहरूले शक्ति र सामूहिक विश्वासद्वारा निर्मित संरचनाका रूपमा हेर्छन्। शक्ति भनेको एल्केमी हो भन्ने विचारले यही सङ्केत गर्छ, अर्थात् भ्रमलाई यथार्थ जस्तो देखाउने क्षमता। तर सकारात्मक पक्ष के हो भने मानव समाज अन्ततः साझा कल्पना, मूल्य र अर्थद्वारा निर्माण हुन्छ। यदि मानिसहरूले सामूहिक रूपमा आफ्नो चेतना, कल्पना र मूल्यलाई पुनर्निर्माण गर्न सके भने साँचो मानव फस्टाउने अवस्था, युडाइमोनिया सम्भव हुन सक्छ।